प्रभु येशू ख्रिस्टको नाममा सबैलाई जय मसीह। तपाईहरु आज जतिजनाले कुनै संजोगवश या कुनै कारणले यो भिडियो तपाईहरुको बीचमा आएको छ, तपाईहरुको मोबाइलमा आएको छ भने मेरो कुरा आज तपाईहरुले ध्यान दिएर सुन्नुहोस्, किनकि आज म तपाईहरुलाई एउटा रहस्यको कुरा तपाईहरुलाई बताउन गइरहेको छु। जब प्रभु येशू ख्रिस्ट उहाँ क्रुसमा उहाँको मृत्युपछि उहाँलाई क्रुसबाट निकालिएर अनि उहाँलाई एउटा चिहानमा लगेर राखियो। अनि मरियम मग्दलिनीको खबर पाइसकेपछि पत्रुस र प्रभु येशू ख्रिस्टले प्रेम गर्नुहुने अर्को चेला दौड्दै चिहानमा त्यहाँ गए। अनि चिहानभित्र गएर हेर्दा त्यहाँ प्रभु येशू ख्रिस्टको मृत शरीर त्यहाँ थिएन, तर उहाँले लगाइरहनु भएको वस्त्र त्यो सुती मलमलको कपडा त्यहाँ थियो। अनि उहाँको शिरमा बाँधिएको रुमाल त्यो सुतीको कपडासँग चाहिँ थिएन, एक अलग्गै ठाउँमा पट्याइएर राखिएको त्यहाँ चाहिँ त्यो दृश्य पत्रुस र प्रभु येशू ख्रिस्टको अर्को चेलाहरूले त्यहाँ देखे। अनि यो यसो विचार गर्नुहोस् त, यो प्रभु येशू ख्रिस्टले शिरमा बाँधिएको कपडा चाहिँ किन यसरी पट्याइएर त्यहाँ राखिएको थियो होला, हैन? त्यहाँ भित्र जानको निम्ति जब प्रभु येशू ख्रिस्टलाई चिहानमा राखेर चिहानको बाहिरबाट ठुलो ढुङ्गा चाहिँ त्यहाँ चिहानको मुखमा राखिएको थियो र कुनै पनि मानिसहरू त्यहाँ चाहिँ प्रवेश गर्न सक्थेन। र त्यो रुमाल अनि उहाँले बाँधेको त्यो शिरमा बाँधेको रुमाल अरू त्यो बाहिरको व्यक्ति गएर त्यहाँ चाहिँ त्यो रुमाल पट्याइएको थिएन। त्यो प्रभु येशू ख्रिस्ट स्वयंले चाहिँ त्यो रुमाललाई चाहिँ पट्याएर के गर्नुभएको थियो, उहाँले चाहिँ राख्नु भएको थियो। उहाँले चाहिँ यो सन्देश दिन खोज्दै हुनुहुन्थ्यो, हैन? त्यो एउटा चाहिँ रहस्यको कुरा, त्यो एउटा सन्देश आफ्ना चेलाहरूले चाहिँ बुझुन्, मानिसहरूले बुझुन् भनेर प्रभु येशू ख्रिस्टले नै त्यो रुमाललाई पट्याएर चाहिँ त्यहाँ चाहिँ प्रभु येशू ख्रिस्टले राख्नु भएको थियो। र उहाँ चाहिँ पुनरुत्थान भएर उहाँ चाहिँ बाहिर आइसक्नु भएको थियो। उहाँ पुनरुत्थान भएर बाहिर आइसक्नु भएको थियो। यसको सन्देश के थियो? यो चाहिँ पट्याइएको कपडाले, पट्याइएको रुमालले चाहिँ के सन्देश दिन्छ भने, जब प्रभु येशू ख्रिस्ट को हुनुहुन्थ्यो, प्रभु येशू ख्रिस्ट एउटा यहुदी परिवारमा जन्मिएको, उहाँ चाहिँ यहुदी हुनुहुन्थ्यो, हैन? अनि उहाँका चेलाहरू पनि यहुदी नै थिए। अनि यहुदीको कल्चर अनुसार, यहुदीको संस्कार अनुसार, जस्तै कुनै पनि मानिस खानको लागि कुनै होटलको टेबलमा बस्यो, अर्थात् घरमा चाहिँ ऊ खानको लागि टेबलमा बसेको छ, तर कुनै कारणले चाहिँ उहाँ त्यो चाहिँ खाँदा खाँदै यदि बाहिर जानु पर्यो भने त्यो व्यक्तिले के गर्थ्यो? त्यो नेपकिनलाई फोल्ड गरेर त्यहाँ चाहिँ राख्दथ्यो। यसले के सन्देश दिन्थ्यो भने, मेरो खाना सिद्धिएको छैन, तर म चाहिँ के गर्नेछु, म चाहिँ आउनेछु, हैन? मेरो खाना सिद्धिएको छैन, म खाना फेरि आउनेछु भन्ने कुराको सन्देश चाहिँ दिन्थ्यो। यसरी चाहिँ यहुदीहरूले त्यो सन्देश चाहिँ दिन्थे, हैन? त्यसै गरी प्रभु येशू ख्रिस्टले पनि के भन्नुभएको थियो? म चाँडै आउँदैछु भनेर प्रभु येशू ख्रिस्टले उहाँले चाहिँ प्रकाशको पुस्तक अनुसार उहाँले चाहिँ भन्नुभएको थियो, हैन? त्यसैले प्रभु येशू ख्रिस्ट उहाँ जान त जानुभयो, तर उहाँ चाहिँ यस पृथ्वीमा उहाँ चाहिँ फेरि
यस पृथ्वीमा आउनुहुनेछ। किन आउनुहुनेछ? जतिले उहाँलाई विश्वास गरेका छन् अनि चाहिँ ती विश्वास गर्नेहरूलाई लिनको निम्ति प्रभु येशू ख्रीष्ट आउनुहुनेछ। हैन, म फेरि तिमीहरूलाई लिनको निम्ति म आउनेछु भन्ने कुराको सन्देश प्रभु येशू ख्रीष्टले त्यो चिहानमा त्यो रुमालद्वारा उहाँले चाहिँ दिँदै हुनुहुन्थ्यो। यो यहुदी कल्चरमा अहिले पनि यो संस्कार, यो चलन चाहिँ यहुदीहरूले गर्ने गर्छन्। हैन, त्यसैले प्रभु येशू ख्रीष्ट एक दिन अवश्य उहाँ चाहिँ यस पृथ्वीमा उहाँ चाहिँ उहाँको फेरि दोस्रो आगमन चाहिँ हुनेछ। हैन, त्यो दोस्रो आगमन उहाँको पर्खाइमा बसेका मानिसहरूलाई उहाँले आफैसँग राख्नको निम्ति उहाँ चाहिँ लिन आउने प्रतिज्ञा, त्यो सन्देश प्रभु येशू ख्रीष्टले चिहानमा त्यो रुमालद्वारा चाहिँ उहाँले दिनुभएको थियो। हैन, यो कुरा जब पत्रुस र प्रभु येशू ख्रीष्टले अति नै प्रेम गर्नुहुने अर्का चेला, ती दुवैजना यहुदी थिए अनि त्यति बेला चाहिँ तिनीहरूलाई लागेको थियो होला, तिनीहरूले सोचेका थिए होला यो चाहिँ एउटा महान काम चाहिँ हुन बाँकी छ। हैन, महान काम हुन बाँकी छ। यो प्रभु येशू ख्रीष्टले यो चाहिँ सन्देश हामीलाई दिनको निम्ति यसरी चाहिँ उहाँले यो गर्नुभएको रहेछ भन्ने कुरा तिनीहरूले चाहिँ विश्वास गरेका थिए होला। हुन्छ, म परमेश्वरलाई धन्यवाद दिन्छु जतिजनाले चाहिँ यो मेरो भिडियोलाई तपाईहरूले हेर्नुभयो। म तपाईहरूलाई यही सन्देश दिन चाहन्छु, यही उत्साह म तपाईहरूलाई दिन चाहन्छु। प्रभु येशू ख्रीष्ट एक दिन उहाँ चाहिँ फेरि अवश्य पनि उहाँ चाहिँ यस पृथ्वीमा उहाँ चाहिँ आउनुहुनेछ। यो प्रभु येशू ख्रीष्ट आफ्नै मुखद्वारा पनि उहाँले चाहिँ भन्नुभएको थियो र यो चिहानको त्यो फोल्डेड क्लोथद्वारा, फोल्डेड रुमालद्वारा पनि प्रभु येशू ख्रीष्टले त्यसको सन्देश चाहिँ दिनुभएको छ। सबैलाई म धन्यवाद दिन्छु यो मेरो भिडियो हेर्नु भएकोमा र सबैजनालाई म प्रभु येशू ख्रीष्टको नाममा तपाईहरूलाई म चाहिँ धन्यवाद दिन्छु र प्रभु येशू ख्रीष्टलाई पनि यो प्रकाशको निम्ति म चाहिँ धन्यवाद दिँदछु। जय मसीह सबैजनालाई।